दलालीहरूले ठग्न नपाएपछि हेर्नु त साथीहरू कस्तो कस्तो गाली दिएर जान्छन्। सबैभन्दा पहिले त यो सर्कोमा यो भिडियो पुर्याइदिनु, यहाँको फेक आइडी प्रयोग गरेर कसैले पैसा लुट्ने काम गरिरहेको छ। अहिले सबैजनाको आइडीहरू बिग्रेको भएर सबैजनाले नयाँ आइडी बनाउनु भएको छ। त्यसै कारणमा मलाई पनि यो आइडीबाट फ्रेन्ड रिक्वेस्ट आयो, मैले एक्सेप्ट गरेँ। हजुरको नयाँ आइडी हो सर भनेर लेख्दाखेरि उसले मेसेन्जरतिर च्याटिङ गर्न थाल्यो। उसले हेर्नु न के लेखेछ, मेरो मोबाइल बिग्रेको छ, मलाई समस्यामा छ, मेरो भिजा भ्याइएको छ समथिङ हैन, मैले हजुरकोमा 2 लाख हालिदिन्छु, 80,000 एजेन्टलाई दिनु, एजेन्टको नम्बर दिन्छु, त्यसपछि अरू पैसा हजुरले राख्नु र म नेपाल आइसकेपछि पैसा लान्छु भनेर यसरी मेसेज गर्नु भएको छ। अनि मेसेज गरेपछि यतिकै अरूको पैसा कसले पठाउँछ त, हामी जस्तो अञ्चिनाले। अनि मैले तपाईको फोटो पठाउनु भिडियो पठाउनु भन्दा उसले मिल्दैन, मेरो मोबाइल रिसेट गरिएको छ समथिङ जस्ता मेसेजहरू पठाएको छ। अनि त्यसपछि एकछिनपछि तुरुन्तै फेरि कुनै आइएमई को गाडीको जस्तो टाँसेको स्टिकरको भिडियो पठाएको छ। फोटो पठाउनु सेल्फी खिचेर भन्दाखेरि एआईबाट फोटो बनाएर पठाएको छ। अनि मैले एआई हो भन्दा होइन भने त्यसपछि मैले अरूले बक्रा खोज्नु, मलाई बक्रा नबनाउनु, अब तपाईको भिडियो बनाएर पोस्ट गरिदिन्छु भन्दाखेरि मलाई यसरी गाली दिएर गएको छ। हेर्नु त, फेक आइडीबाट गाली र पैसा लुट्नसम्म तयार हुनु भएको छ आजभोलि साथीहरू। होइन साथीहरू, यसरी अर्काको आइडी बनाएर अर्काको पैसा लुट्नु भन्दा रस चिलाएर तुलुम्म झुन्डेर मर न चोरहरू। अनि लास्टमा यसरी मलाई गाली गरेर ब्लक गरेर गयो। जब मैले भिडियो बनाएर पब्लिक गरिदिउँ भनेपछि ब्लक गरेर गयो। यो भन्दा म 10 गुणा अगाडि छु। यो जस्ता आइडीहरू चिन्दैन होला त, मैले तुरुन्तै यसका सबैहरू स्क्रिनशट गरेर राखेको थिएँ। यो जसको पनि आइडी हो, यो आइडीलाई पत्ता लगाएर यसलाई रिपोर्ट गर्ने काम गर्नु है त। एआईबाट अर्काको फोटो प्रयोग गरेर सबैजनालाई फ्रेन्ड रिक्वेस्ट पठाएर पैसा लुट्ने तयारी भइरहेको छ यहाँ। होसियार हुनु है साथीहरू, अब हामी मात्र होइन, हाम्रो बैंकका पैसा पनि सुरक्षित छैन। हेर्नु त।